सबैलाई नमस्कार छ। हामी आज दक्षिणकाली गएर फर्किरहेका छौँ बाबा छोरी। दक्षिणकालीको यात्रा आज सफल भएको छ। दक्षिणकाली मातासँग हामीले विभिन्न कुराहरू मागेका छौँ। हाम्रो सुस्वास्थ्यको कामना गरेका छौँ। मेन कुरा हामी चोबार फर्पिङबाट ओह्रालो लागिसकेका छौँ। चोबार जाने क्रममा छौँ। हामी काठमाडौँ पुग्नु बाँकी छ। फर्किने क्रम जारी छ। बाबा छोरीको यात्रा आजको चिसो यात्रा भएको छ। हामी बाबा छोरी बिहान जाँदा एकदमै चिसो थियो, घाम लागेको थिएन। अहिले हल्का घाम लागेको छ, मनतातो अनुभव भएको छ। हामी आजको यात्रा दक्षिणकाली माताको यात्रा हो। 1 वर्ष पछाडि बाबा छोरीको यात्रा फेरि दक्षिणकाली यात्रा गरेका छौँ। दक्षिणकाली मातासँग हामीले सुस्वास्थ्यको कामना गरेका छौँ। मेरो परिवारलाई कुनै पनि रोग व्याध नलागोस् भन्ने मेरो इच्छा आकाङ्क्षा रहेको छ। भगवान दक्षिणकाली माताले हाम्रो मनको इच्छा बुझिदिनुहुनेछ भन्ने आशा राखेका छौँ। आज हामी काठमाडौँ पुग्नेछौँ। केही दिनको नेपाल बसाएपछि फेरि म साइप्रस फर्किँदैछु। कर्मभूमि फर्किँदैछु साइप्रस। मेरो साइप्रस बसुन्जेल पनि कुनै रोग व्याधहरूले दुःख नदियोस् भन्ने म राखेको छु। धन्यवाद आजको यो हेरिदिनु भयो। धेरै धेरै धन्यवाद सबैलाई। सबैको जय होस्। सबैलाई दक्षिणकाली माताले कल्याण गरून्। धन्यवाद।